आज दिनभरि घरमा बस्दा बस्दा एकदमै भोक लागेर म यताउति छटपटे। अब त अति नै भयो भनेर पसल गएर एक झोला सामान किनेर घरमा आफैले बनाएर खाएम हामीले। केटीहरूको राष्ट्रिय खाजा गिलो चटपटे। चटपटे फेरि नेपालमा एकदमै छिट्टो अनि मिठो बन्ने खाजा। लाइफमा मैले चिकन चटपटे भेज चटपटे धेरैचोटि ट्राई गरेँ। एकचोटि गिलो चटपटे पनि ट्राई गर्दिम न भनेर आज मैले आफ्नो 100% दिएर गिलो चटपटे बनाउने ट्राई गर्दैछु। अनि यसलाई कम्प्लिट गर्नको लागि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु है त। यो सुदीपलाई कति जाँगर चलेको भनेर सोचिराख्नु भएको छ होला कतिजनाले। त्यो भन्ने मान्छेहरुलाई मैले के भन्न चाहन्छु भने जाँगर न सागर खाने बेला चाहिँ आगर भन्दै लागे म आफ्नो कामतिर। गाइज तपाईहरुलाई पनि कहिलेकाहीँ केही कुराको क्रेभिङ भयो भने आफूलाई खान मन लागेको कुरालाई सम्झेर बस्ने हैन। एकदमै अल्छी लागेको छ भने पनि न्वारानदेखिको जोस निकालेर अनि बटाबट यसरी नै बनाउन थाल्ने। अनि यति गर्दा पनि जाँगर चलेन भने एक डाडु पानी तताएर पौडी खेल्नुहोस्। तपाईको त्यो बाहेक अरु कुनै विकल्प नै छैन। अनि यता गफे गफमा रेडी हुन्छ हाम्रो चटपटे। सरी गिलो चटपटे। यसलाई देख्दा त मेरो मुखमा एकदमै पानी आयो। मेरो मात्रै हैन हजुरहरुको पनि पक्कै आयो होला। ल गाइज यति भन्दै म भिडियो